हाई साथीहरू, सबैलाई स्वागत छ। आज पनि मेरो नैनी भ्लगमा। म चाहिँ भर्खरै सुतेर उठेर बाहिर आएको थिएँ साथीहरू। बाहिर चाहिँ कस्तो राम्रो घाम लागेर रहेछ क्या, यस्तो राम्रो देखा परिरहेको नि घाम लागेर। अँध्यारोको अँध्यारो गरिरहेको थियो, आज चाहिँ कस्तो राम्रो घाम लागेको छ क्या। अहिले मकैहरू कस्तो अस्ताएको छन् क्या, देख्न सक्नुहुन्छ। म चाहिँ मुख धोएर पनि बुस्टरमा आइसकेँ साथीहरू। अब चाहिँ म खाना पकाउँछु है त। हजुरलाई पनि देखाउनु चाहिँ खाना पकाएको। चाहिँ खाना पनि भात चाहिँ पाकिसक्यो, अब तरकारी पकाउँदैछु। यता प्याज टमाटर अनि सुक्खा साग भयो साथीहरू। यो चाहिँ आलु, मलाई त लास्टै मनपर्छ कि यो सुक्खा साग। यही बनाउँदैछु आज। अब चाहिँ म खरिसक्यो होला, जिरा राख्छु। प्याज टमाटर चाहिँ यतिको भइसक्यो साथीहरू। टमाटर चाहिँ अहिले काट्नु नै छ, पाक्दैछ। त्यो मसला भयो, नमक, आलु चाहिँ भुटेर यतिको भइसकेपछि चाहिँ सुक्खा साग हाल्दैछु। हामी चाहिँ साथीहरू दुईजना मात्र छौँ नि त, बाबु र म मात्र। अनि त्यही भएर मैले धेरै पकाएको चाहिँ मलाई चाहिँ लास्टै मनपर्छ सुक्खा साग। हामी चाहिँ भाडाकै रुममा बस्छौँ नि त, अनि कति गाह्रो हुन्छ कि सामानहरू एडजस्ट गर्न। मान्छेहरूले त भन्नुहुन्छ नि, यिनीहरूलाई त रमाइलो छ, बजारमा बसेको छन्, खाएको छन्, मज छ भनेर। कस्तो पीडा हुन्छ, कति गाह्रो हुन्छ भनेर त मलाई थाहा छ नि त। महिना महिनामा पैसा दिँदा कस्तो हुन्छ भनेर। आफ्नो घर भएको भए लर पनि हुन्थेन कि अरूको घरमा बस्न, पैसा तिर्न। अरूको त हुन्छ नि त, आमा बाबाले बनाइदिएको घर, अनि मेरो बुढाको चाहिँ छैन कि। अनि मलाई फेरि कहिले पनि त्यस्तो सोच्नै आउँदैन कि हाम्रो घर छैन भनेर। मलाई चाहिँ मेरो बुढाले कहिले नि केही चिजमा कमी नै राख्नु भएको छैन कि, सबै कुरा पुरा गरिदिनुहुन्छ। मैले केही भन्नु नै पर्दैन। मेरो बुढाले चाहिँ सानैदेखि धेरै दुःख भोग्नु भएको छ नि त, अनि मलाई केही दुःख नै नहोस् भनेर केही नै गर्नु दिनुहुन्न कि। हाम्रो नै एक दिन आफ्नै घर हुनेछ, अनि हामीले आफै मिहिनेत गरेर बनाएको, दुःख गरेर बनाएको घर हुनेछ भन्ने सोच चाहिँ मलाई पहिल्यैबाट नै आउँछ। तर यो सपना चाहिँ छिट्टै पुरा होस् भन्ने सोच्छु कि मैले चाहिँ।